पानी परेछ, जाडो जाडो छ हल्का यस्तो छ है बाहिर चाहिँ यस्तो छ। यहाँबाट गाडीहरू आइरहन्छ, यहाँ यस्तो छ, यहाँबाट मान्छेहरू यसरी आएर हिँडिरहन्छन्। यहाँनिर चाहिँ बसेर खाने हो। यस्तो बवाल छ। अहिले मान्छे आएको छ नि, एउटा बङ्गाली दाइ छ, बङ्गाली दाइ आएर सफा गर्छ। ऊ त्यो अहिले पानी परिरहेको छ, अहिले नाइटको सिन पनि छुट्टै हुन्छ। अनि भित्र चाहिँ कस्तो छ भने यस्तो छ है, ठुलोमा यस्तो छ। अनि भित्र चाहिँ कस्तो छ भने भित्र चाहिँ यस्तो गयो, यो गऱ्यो यो बिना सुगर करक भनेको दुधवाला चाय यो यस्तो चाहिँ अहिले पुरै छैन, साउहरू पनि कोही छैन, त्यही भएर मात्रै यस्तो। अहिले त म भइहाल्यो, त्यो दाइ भइहाल्यो, यो ज्याकेट भइहाल्यो। ह्यान्डसम देखेछ यस्तो छ क्या ठाउँ, यस्तो छ है। राम्रो छ, खासै चिन्ता लिनुपर्ने त केही छैन। तर त्यो अलिकति भाषा आउँदैन, भाषा आएपछि त फेरि यस्तो छ है, यस्तो छ। अनि ऊ त्यही यहीँ छेउमा समुद्र त हो, यहीँ छेउमा छ समुद्र। अनि त्यसपछि अनि यतातिरहरू पनि छ, यतातिरहरू पनि छ कफी सपहरू के छ। तर हाम्रो जस्तो चल्दैन, हाम्रो त बेलुका हुनुपर्छ। अहिले यहाँ त पुरै लाइन हो, यहाँ त गाडीको पुरै लाइन हुन्छ। यस्तो भयो। अनि यहाँ यो चाहिँ यो बिचको यो भइहाल्यो, बिचको बाटो भइहाल्यो। यहाँ चाहिँ मान्छेको लाइन हुन्छ। म त इङ्ग्लिसमा बोल्दिनँ, यस यस या ओके ओके त्यही इङ्ग्लिसमा बोल्दिनँ, अरू त केही पनि छैन। यो भइहाल्यो। यो त यतातिर चाहिँ दामी छ ठाउँहरू जोस्। यो भइहाल्यो यस्तो। यहाँ चाहिँ यो चाहिँ स्टोर हो, मतलब यहाँ चाहिँ सामानहरू राख्छन्, के सामानहरू, पानी सानीहरू, अनि टिस्यु पेपरहरू के राख्छन्। ठाउँ चाहिँ राम्रो छ। यो त दिउँसो हो, नाइटमा त पुरै लाइट बल्छ। अनि यो जुन पाइपहरू पनि देखिएको छ नि होइन, यो पाइपहरू चाहिँ के हो भने यो जुन बोटहरूको मुनि चाहिँ पानीको लागि भनेर पानी हाल्नको लागि हाल्नु, अब आफूले हाल्नु पर्दैन, उहाँबाट मोटर अन गर्दै हुन्छ, आफै हालिदिइहाल्छन्। यस्तो छ नि, खासै केही छैन, राम्रो छ ठाउँ त। अनि त्यहाँनिर पुल भइहाल्यो, त्यो यस्तरी पुल छ पुरै त्यहाँ उता समुद्र हो। अनि उता छेउतिर चाहिँ अनि बर्यान हो। यहीँको साथीहरू भयो भने चाहिँ घुम्न जान मिल्छ अरे, यहाँको मान्छेहरू मिल्छ अरे। हामी जस्तो भयो भने चाहिँ हाम्रो चाहिँ कार्ड सार्ट चाहिन्छ अरे, टिकट हो कि त्यो चाहिन्छ भन्नु दाइले थाहा छैन। तर के हो त्यो भनेको चाहिँ टिकट के चाहिन्छ, के यहाँ त्यहाँ के भन्नुभयो दाइले, त्यो मलाई मतलब छैन त्यो त, किनकि मलाई अहिले त्यो इन्ट्रेस्टिङ छ केही छैन। त्यही हो, यो पिस छ, यहाँ चिल छ, आनन्द छ, टेन्सन नपर्ने कुरा त खास केही पनि छैन यहाँ त। लभ यु अल, केयर गर्ने, आफ्नो ख्याल राख्ने, बस्ने, अरू केही नै होइन। चल्छ जिन्दगी बिस्तारै बिस्तारै। Wake up to reality. ल हेरौँ नाइटमा गाडीको लाइनहरू, त्यहाँ पानी परिरहेको छ फेरि मस्त गाडीको लाइनहरू त्यहाँको छ। ल गाडीको लाइनहरू यहाँ डेन्जर पानी परिरहेको छ। ओ ओके, टेक केयर, न्यान कभर लगाएर बस्नु सबैजना।